आज भने म धेरै दिनपछि गाउँ आइसकेको छु र गाउँबाट यस्तो देखिएको छ आजको मौसम एकदमै बादल गरेको मौसम बिग्रिरहेको छ बर्खाको समयमा ल यहाँ हेर्न सक्नुहुन्छ पुरै बादलले घेरिरहेको छ। आज म गाउँको घरमा जाँदैछु। त्यहाँ घरमा चाहिँ कोही बस्नुहुन्न, हामी अब आफ्नो कामले गर्दाखेरि बजारतिर बस्ने भएको छ र बुवा मम्मीहरू पनि त्यहाँ नबस्ने भएकोले घर बन्द नै छ। लगायत यहाँको भ्यू त तपाईहरुले हेरिसक्नु भयो। अब भने हामी उकालो लाग्नेछौँ। यहाँको यस्तो छ भ्यू हेर्न सक्नुहुन्छ। अब यहाँदेखि म उकालो लाग्दैछु। आज लास्टै पानी पर्ला जस्तो गरिरहेछ, मौसम अलि त्यस्तै गरिरहेछ। अब चाहिँ उकालो लागिसकेँ म। यहाँबाट थोरै हिँडेपछि माथि घर पुगिन्छ। म तपाईलाई घर पुगेपछिको भिडियो पनि देखाउने छु। यहाँको हेर्नुस्, यहाँको मौसम यस्तो छ। यो बाटो यस्तो चिप्लो भएको छ नि, फेरि यो पानी परेर यहाँदेखि चाहिँ यो बाटो भएर माथि जानुपर्छ। पसिना आइसक्यो, उकालो हिँड्नाले गाह्रो छ। अब यहाँदेखि माथि गएपछि घर भेटिन्छ। उकालो हिँड्नु परेको छ। धेरै दिनपछि उकालो हिँडेको लास्टै गरिम भइरहेछ। ल यहाँ हेर्नुस्, यस्तो छ घरको हालत। घाँसहरू आउँडेर पुरै यो हाम्रो चाहिँ भूकम्प आएको हो। यो ठाउँमा चाहिँ हाम्रो ठाउँमा भूकम्पले यस्तो बनाएको घरमा अहिले फेरि मान्छे नबस्नुको कारण यहाँ यस्तो छ। मान्छे नबसिसकेपछिको अवस्था। हामी अब अलिअलि तलतिरै अब कामकाजमा व्यस्त, बजारतिरै। अब यहाँ ल हेर्नुस्, काँक्रा हेर्नुस्, ओरिजिनल काँक्रा हेर्नुस्। ल आज टन्न यो खाने हो, त्यसपछि यहाँ थोरै सफा गरेर कामकाज गरेर जाने हो। यहाँदेखि यस्तो छ, पुरै कुहिरोले ढाकिसकेको छ। ल हेर्नुस्। हस् त, नमस्ते। अर्को भिडियोमा भेटौँला। बाई।